गाउँघरको बाटो यस्तै त हो, अफरोड त धेरै हिँडेको छु, तर म अहिलेसम्म जति पनि अफरोड हिँडेको छु त्योमध्ये सबैभन्दा डेन्जर अनि अप्ठ्यारो बाटो भनेको मलाई कहाँको लाग्छ भन्दा ढाकाबाङ जाने र आउने बाटो यतिसम्मको अप्ठ्यारो छ कि ढुङ्गै ढुङ्गा। त्यहाँ ढुङ्गाहरूले छुट्याएर लडिन्छ कि भन्ने डर मात्र हुन्छ त्यो बाटो हिँड्दा। ल अब आउनुहोस् एकैछिन यो ढाकाबाङको बाटो हिँडौँ है त। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई मनदेखि नै सम्झना छ, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। सो आज आफ्टर लङ टाइम पछि है त फेरि राइडको भिडियो लिएर आएको छु। धेरै भयो राइडको भिडियोहरू पनि नहालेको नबनाएको होइन। त्यही भएर आज चाहिँ यसो स्कुलबाट फर्कँदैछौँ। आज चाहिँ मैले 220 चलाउँदैछु होइन। आज चाहिँ सालाबेना भएर हामी स्कुलबाट फर्कँदैछौँ। सो चट्ट तरिकामा देख्न सक्नुहुन्छ तपाईँहरूले। बाटो चाहिँ निकै अप्ठ्यारो छ यार। सो हाम्रो उता मालारानीतिरको चाहिँ स्कुलहरू सबैको छुट्टी छ, स्कुल बन्द छ होइन, वर्ष बिदा। अनि हाम्रो चाहिँ अलि पहिला नै छुट्टी भएको थियो नि त, त्यही भएर अलि चाँडै खुल्यो क्या। सो हाम्रो चाहिँ आज 3-4 दिन जति भयो होला स्कुल खुलेको। सो स्कुलबाट फर्कँदैछौँ। आज चाहिँ मौसम जे होस् राम्रो छ भनौँ न होइन। सो जे होस् घाम लागिरहेछ। अस्ति पानी परिरहेको थियो। यहाँ पनि बाटो अप्ठ्यारो हुन्थ्यो है गाइज। आज चाहिँ कस्तो छ कुन्नी, यो ढुङ्गाहरू चाहिँ अलि हटाएछन्, नत्र यो ढुङ्गाहरूले गर्दा पिकअप पनि नमिल्ने अनि गाडी पनि निकाल्दाखेरि अलि अप्ठ्यारो हुन्थ्यो क्या। गाडीले पनि अलिक कम तान्थ्यो क्या ढुङ्गाहरूले उफारेर। ढुङ्गाहरू हटाएपछि चाहिँ अलि सजिलो भएको छ। आज चाहिँ मौसम अलि छक्क छ भनौँ न सधैँको भन्दा। यत्नै घाम लागिरहेको थियो हेर्नु न। अहिले यत्नै चाहिँ फेरि यस्तो अब कुहिरो लाग्छ है त। हेर्नु है त, यहाँ मुनतिरसम्म चाहिँ घाम लागिरहेको थियो। हेर्दै जानु है त मौसम कस्तो छ भनेर। अब चाहिँ यहाँ अगाडितिर चाहिँ कुहिरो लागिरहेछ। ल आफ्टर कति झन्नै एक हप्तापछि भिडियो राख्दैछु गाइज म चाहिँ होइन। पहिला चाहिँ डेली भ्लग राखिरहेको थिएँ। डेली भ्लग राख्ने क्रममा चाहिँ मेरो 1-2 दिन चाहिँ मेरो मोबाइलको डिस्प्ले गयो। अनि त्यति बेला त्यो भएर राखेन भिडियो चाहिँ होइन। त्यस भएर आमामा बाख्राहरू त बाख्रा। ल हामी चाहिँ राम्ररी आइपुग्यौँ है त। अनि भिडियो बनाउने क्रममा चाहिँ मैले भिडियो चाहिँ मोबाइलबाट एडिट गर्छु नि त। अनि त्यही भएर भिडियो एडिट गर्नको लागि मोबाइलको डिस्प्ले नै गएको थियो। त्यही भएर भिडियो राखिएन होइन। त्यही नै हो। ल अब चाहिँ राख्छु है त गाइजहरू डेली भिडियो। सो त्यस्तै भइरहेको थियो झन्नै। आजभोलि चाहिँ भिडियोहरू त्यति कन्टिन्यू आइरहेको छैन मेरो। मैले राखेको नै छैन भिडियोहरू चाहिँ। बनाउन त बनाइरहेको छु। आमामा कुखुराहरू पनि के यार। देउराली आइपुग्यौँ है त गाइज हामी। सर सिमिदेउरालीको बजार सुनसान छ यार। खै घरहरू पसलहरू पनि बन्द जस्तो देख्छु त म त। आज के हो यस्तो खै सुनसान छ यार बजारहरू।